कोइला छ कोइला भन्छ हैन एउटा पैसा फलफुलकै कति किलो यहाँ छ दुबो यहाँ छ है दुबो छ भयो यहाँको कति किलो सबै सुपारी छ सबै है परिवार सबै बस्छ हजुरआमा आमाले यता आमा हजुरआमा पुरानो बोला बोला अङ्कल गाइदिङ ब्राउन गाई हजुरको भन्दा हजुरको भन्दा आउनु चाहिँ हजुर अङ्कल हजुरकै भन्दा किन पैसालाई किन बोलाको गोविन्दलाई पहिला गाई राख्नु त यहाँ गाई गाई सबै लाइन पहिला बामा राख अन्त कर्मसङ्ख्याहरू छ के पैसा आइछ त्यहाँ ल त कान्छ कताको सबै गाई राख्नु भइमा राख्नु हो मलाई होइन नि उछार आफूतिर फर्काउनु उछार अब पवित्र लाग्छ सबैले पवित्र लैजाऊ सबैलाई उपाबाट खै कान्छाला भयो छैन यो फुलमा जल चाहिँ सिरा हुन्छ गाईमा फुलले फुल समाज बाबु भयो यो डाख्नु नकटाउ है डाख्नु नकटाउ है यो डाख्नु कटाउ यो जल्दी में सिरा लगाइयो अब यो पूछ अहिले त अब तिमी अङ्क बुझ्दैन नि त यो कोइले तपाईँ यहाँ जल्दी में सिरा हो रे आफ्नो आफ्नो ठाउँमा बस्ने हो हेर्छ सिरा लाने यहाँ तिमी ब्राह्मणलाई सुति गराउनु पर्यो ए बाम परस्ता टिका लायो त एकैपल्ट चन्दन लाइदियो भइहाल्छ परस लाइदियो पर्वत जिल्ला मजी गाउँपालिका अन्तर्गत चित्रे सूर्य
दिगो विशेषगरी अन्य सुप्रेस मध्ये गर्ग कार्य गौतम पार्वती गर्गौत होइन गर्गौत हो नि गर्गौत कौशिक उपन्यास उपन्यास हजुरको नाम चेतना मम सपत्नी हजुरको नाम फुलमाया नाम मम सपुत्र सोमनाथ सरमान मम सपत्नी नरमाया नाम चाहिँ एकराज सकल आफ्नो पौत्र के अरे यानमा त समस्या सुरु उपनयन टीका वर्णनम सुरु उपनयन पुराकरण वर्तमान उपनयन कर्म टीका भनी तदनन्तर कलश कर्म गर्नु अधिकार प्राप्त शरीर शुद्धार्थन देह शुद्धार्थन आत्म शुद्धार्थन गृह शुद्धार्थन भूमि शुद्धार्थन को आख्याति बाटो गाईका भाषीका मानसिक सांस्कृतिक दोष निर्जात मजनादी दोष अदम्य गम्य इदं प्रायश्चित्तगोदान पूज्यं ल फुलिएर गाई चाहिँ फर्का फुलिएर हाजिदिनु ओम कपिले श्रवते गौ माता हामीले हाम्रो भक्त हाम्रो पुत्रको के अरे नाम यमुनाको कुरो पनि वर्तमान कार्य शुभ कार्य गर्दैछौँ हामीले गरेका कर्महरू शुद्ध हुन् देह शुद्ध हुन् आत्मा शुद्ध हुन् वचन शुद्ध हुन् समग्र सामग्री शुद्ध हुन् उहाँ झोला ल्याएर आउँछ झोला लिएर आउँछ यही छन् पैसा त्यही हो क्या 55 रुपियाँ राख ल पूजा है त्यहाँ
अब यहाँ ढुक्रा हाल्ने तपाईँले कुरा भन्नुहुन्छ यता चाहिँ तयारी गरेको मेरो खाता हाल्नुहुन्छ मेरो पैसा त पर्सि खोज्छ बुवाको हजुरबाको बुबाको नाम सम्झाउनुहोस् उ त माइती हजुरबाहरूको माइती हजुरबाको हजुरआमाहरूको सबैको सरपञ्च जति दिन्छ हजुर सर फोन आउनुभएको छ फोन आउनुभएको छ हजुर यहाँ पूजा जग्गामा पूजा हाल्दैछु कि भोलिको लागि नि आज कार्यक्रम भन्नु छ हजुर ए फेरि यहाँ त यस्तो छ नेट छैन कि नेट यो एनसेलको राउटर त अनि नेटै नचलेर डाटा पनि नचल्ने त्यस्तो ठाउँमा छ कि भोलि पर्सि त म हुन्छ ल अब यी धजालाई त्यहाँ मन्साउनुहोस् दादा त्यहाँ मन्साउनुहोस् त्यो पानीमा जलले सेटल गर्नुहोस् पछि हेर्दाखेरि कति बनाइदिएको एक कुल देवता हाम्रो कुल देवता सम्पूर्ण तपाईँले सम्झाउनुहोस् अब कुल बरा के छन् त्यो सबैलाई त्यहाँ 3 थरी छन् दादा त्यो सम्झाउनुहोस् ती अहिले सेतो रातो अब कुललाई बाँध्ने खाना त्यो बाँध्ने चाहिँ अम्कियो बल्ल कुललाई नजाउन नपाएको अनि अब हजुर अरूलाई यहाँ म दिन्छु